कहानी के हो उनीहरू कहानी के भन्ने कुरा गरे उनीहरू कोही पनि आएन आखिर भोलिको दिनमा अब जर्मनबाट यत्रो गर्दै गर्दा हुन्छ नेपालमा एउटा दलितको छोराले जर्मनबाट बिहा गर्दाखेरि खै कहाँ गयो त पत्रकारहरू आउनुपर्ने नेपालको पहिलो रेकर्ड जुम्लामा कोही पनि छैन हाम्रो सिंगाचौरमा ल्याउने मान्छे यो हाम्रो चाहिँ गौरव कुरा हो पत्रकार छैन कोही पनि छैन हाम्रो लागि कोही पनि छैन अनि त्यसमा अरू त्यसमा मलाई एउटा गुनासो के छ उनीहरू सान्तिनो जस्तै सान्तिनो क्यामेरा भिडियो भयो सान्तिनोकै आग लागि भयो सान्तिनो के जल्यो उनीहरू आउँछन् यत्रो गाउँमा पहिलो रेकर्डमा उनीहरू किन आएन उनीहरू पत्रकार गल्ती हो हाम्रो सिंगाचौर गाउँबाट हामीले बोल्न पाउने हाम्रो गल्ती हो यही कुरालाई म भन्न चाहन्छु तर म एउटा बिचमा कुरा काटेँ हाम्रो जुम्लामा सिंगाचौरमा पहिलो व्यक्ति यस्तो जापानबाट ल्याउने व्यक्ति चाहिँ हाम्रो नाति मेरो त नाति नै पर्छ यो चाहिँ मेरो लागि खुसीने कुरा हो अब यहाँ अहिले चाहिँ बिहा गर्ने महल पनि सम्भव जुम्लामा कसैको पनि छैन उहाँले गर्नुभयो उहाँबाट पर्यटक क्षेत्रमा चाहिँ 7-8 जना आउँदा पाल्दा के हुन्छ होइन तर हामीले गऱ्यौँ देखायौँ पनि गऱ्यौँ पनि बाजा सुँग बजाएर घर भित्ताउँदैछौँ त्यही होइन त अब यसको अब नयाँ निचोड के छ भन्दाखेरि उहाँहरूको के छ त अब मेरो उहाँहरूको अब के गर्ने अब उहाँहरूको अहिलेसम्म पनि शान्तिनो घर कसैको आगो लाग्यो कसैको सानो एउटा सामान्य के चाहिँ एउटा झगडा भयो त्यसमा त्यतिखेरसम्म उनीहरू आउँछन् एउटा कसैको के घर भत्कियो त्यतिखेर आउने पत्रकारहरूले यो त विश्वमा नेपाल वानमा हुने किन आएन उनीहरू हो त्यही भएर म एउटा गुनासो है ल मेरो भतिजे पनि त होइन भतिजेको लागि हो म जुम्लामा 32 वर्ष आउँदा मेरो गुनासो पनि सुन्नुपर्ने हुन्छ मैले ब्याडमिन्टन म प्लेयर हो खेलाडी 1 महिना ट्रेनिङ फ्री गरिदिन्छु भन्दा उहाँले पाउनु भएन होइन गर्न सक्नु भएन उहाँहरू अटेड रहेछन् अब के अरे जुवा तास खेल्ने बाजी खेल्ने रहेछन् होइन त्यसपछि गएर चाहिँ एकदम ल हाम्रो जुलाको चाहिँ दाई अब हामी एउटै पल्टन भनौँ ल उता यताको पल्टन म यताको पल्टन बिहा भयो एउटा गुनासो जर्मनबाट जस्तै नेपालमा पहिलो रेकर्ड जर्मनबाट आउँदाखेरि पहिलो रेकर्ड सिंगाचौरमा कोही पनि छैन तर हाम्रो एउटा गुनासो के लाग्यो ओडाबाट पनि कोही आएनन् पत्रकार साथीहरू पनि एउटा दलित समुदायमा यत्रो महान उदाहरण नै त्यो अर्को कुरा हो अर्को कुरा नै मलाई मेरो बारे भने होइन त्यो राम्रो भन्नु पाइन्छ कतिलाई मेरो मेरो पत्रकार साथीहरूलाई पनि मेरो भाइको यस्तो बिहा भइरहेछ मेरै भतिजे त ठिक छ ल ओके मैले यसो ब्रेक गरेँ ल म जुम्लामा पनि आएको केही पनि छैन एकदम रमाइलो भइरहेछ हुड्की डान्सर भइरहेको छ र म चाहिँ के भन्न चाहन्छु भने म जुम्लामा आउँदा म जुम्लीसँग धेरै रुष्ट पनि भएको थिएँ पहिला अहिले मेरो भतिजो नातिको बिहा भइरहेछ कस्तो मजा रमाइलो भएर यो खुसियाली मनाउनु पर्ने हुन्छ अब दसैँ नजिक आउँदैछ तपाईँलाई कस्तो लाग्छ है त